कति बज्यो लड त ढिलो भइसक्यो भर्छ ओहो 4 बजिसकेछ टाटी मेला चाहिँ यसरी ल त्यसो भए कसरी लाउनु यसरी ए यसरी लाउँदा हुन्छ ल ल खै यो मकै एकछिन सुकाएको घाम पनि लाग्दैन यति त सुक्यो कि भनेको छैन त्यत्तिकै रहेछ हौ खै दसैँ पनि आइसक्यो घरमा कलर गर्नुपर्ने लाठे पनि छैन घरमा सबै काम गर्नु गएको छ बाहिर कसलाई भन्नुपर्ने हो यो गाउँमा को चाहिँ छ होला हौ त्यस्तो कलर मजाले गर्ने चाहिँ कसलाई भन्नुपर्ने हो कलर त लगाइहाल्नु पर्ने दसैँ नजिकै आइसक्यो किन गनगन गर्छ हौ तैलुङ काम म त्यही त यहाँ दसैँ आइसकेर चाहिँ यसो कलर लाउने मान्छे खोज्दै गरेको हौ ए रङ लाउनुको लागि घरमा उम्, मान्छे चाहिएको छ चाहिएको छ नि हौ अलिक एउटा सिपालु खालके जान्नु हुन्छ तपाईँले कोही छ यहाँ गाउँमा एकजना छ पल्लो घर त्यो भनिदिनु को छ पल्लो गाउँमा त्यो उयो छ हौ टाटे माइला खाली नै छ होला हौ अहिले घरमै छ होला कि उसले मजाले लाउँछ कलर मजाले लाउँछ बिगार्दैन नि बिगार्दैन त्यसो भए भनिदिनुहोस् त कल लगाउनुहोस् त मै बात मार्छु फोन गर्नु उम्, ल तैलुङ काम फोन लगाइरहेको हेलो तपाईँ के भन्छ टाटे माइला दाजु हो होइन यहाँ एकजना दाई आउनु भएको रहेछ कि अन्त उसले नम्बर उसकै फोनबाट गरेको नि कलर लगाउनु पर्ने थियो घरमा भ्याइदिनुहुन्छ आज ए लु त्यसो भए आइहाल्नुहोस् त मेरो यहाँ कलर लगाउनु थियो हजुर आजै हेल्पर त म यही दाजुलाई लगाइदिन्छु नि अन्त अँ ल हुन्छ हुन्छ ल रङ लगाइमाग्ने घर त यही होला हौ तल्लो घरमा यही भन्दै थियो ए लाखे कलर त लाउँदो रहेछ त ए अघि फोनमा बोलेको तपाईँ पो हो हो त त्यही त हेल्पर चाहिन्छ भन्नु हुँदैन त्यही त हेल्परले त गर्दै गर्छु भने मैले लगाएँ योभन्दा राम्रो त म लगाइहाल्छु नि म एकैछिनमा सक्छु अन्त दिनको चाहिँ कसरी लिनुहुन्छ त दिनको त म त 1500 है लु त्यसो भए अन्त सुरु गर्नुहोस् न ल अघि रेडी छ तर लुगा फेरि चिटिकै लगाएर आउनु भएछ त अब